हेलो नमस्ते र म चाहिँ आज साङ छलामथाङमा आएको छु अनि मेन आउने रिजन चाहिँ के हो भन्दाखेरि हाम्रो भाइकोमा निकेश भाइकोमा है अस्तिदेखि मलाई भिजिट गर्नु मन थियो बिकज भाइले चाहिँ एकदमै क्या प्रोडक्टिभ कुरा चाहिँ यहाँ साङ छलामथाङमा लेखेको रहेछ जुन चाहिँ अब अहिले सिक्किममा तपाईँहरूलाई यादै छ अनइम्प्लोइमेन्ट त्यसको प्रब्लमहरू छ होइन तर भाइले चाहिँ एउटा फार्मिङ स्टार्ट गरेको रहेछ अनि फार्मिङ चाहिँ कुन भन्दाखेरि चाहिँ तपाईँको एकदमै इनोभेटिभ नयाँ ड्र्यागन फ्रुट आई गेस यो सिक्किममा चाहिँ रेयर होला कसैले घरमा गर्छ होला स्मल स्केलमा तर भाइले चाहिँ अब अलिक कमर्सियल पाराले लार्ज स्केलमा गरेको रहेछ अनि म चाहिँ आज भाइको फार्म हेर्नु आएको छु किन आएको भन्दाखेरि चाहिँ मलाई पनि योमा पुरा एकदम इन्ट्रेस्ट लाग्यो है अनि कस्तो पाराले फार्मिङ गर्छ यसको प्रोसिडियर के हो त्यो सिक्नुको लागि आएको अनि आज फार्ममा आएर चाहिँ एकदम राम्रो लाग्यो तपाईँहरू पनि आउनुहोस् भिजिट गर्नुहोस् होइन अनि यस्तै अब के भने भाइलाई देखेर म त एकदमै इन्सपायर भएको छु यसरी तपाईँहरूले पनि सिक्नु सिक्किमको युथहरूले सो यो भिडियो भन्दै तपाईँहरू पनि छलामथाङ चाहिँ प्लिज आउनुहोस् यहाँ ड्र्यागन फ्रुटको फार्ममा